मैले अस्ति तपाईँहरूलाई एउटा क्वेसन सोधेको थिएँ गाडीको होइन, बेचेको गाडीको प्राइस र किनेको गाडीको प्राइस के कति थियो भनेर सोधेको थिएँ। म तपाईँलाई जस यो भ्लगमा चाहिँ सबै एन्सर दिँदैछु। यस कतिमा लिएँ, केमा गरेँ, किस्ता कति के कता सब कुरा त बडागडम गाडीको बारेमा सबै कुराहरू सेयर गर्नेछु। अब अहिले हामी यहाँ गाडी बनाउँदैछौँ नि त, अनि एकजना चाहिँ साथी फ्यान भनौँ होइन, जस खुसी लागिरहेछ। यहाँ मलाई चाहिँ ठिक्क सिटीमा गइराख्नु भएको थियो, यहाँबाट इटरीबाट उता आफ्नो घरतिर, अनि मलाई यहाँ देख्नु भएछ गाडीमा। अनि गाडी हाम्रो हेरेपछि चाहिँ अनि टक्क जस भेट्न आउनुभयो, कुराकानी गरियो। बसौँ ल, हजुरलाई धेरै धेरै धन्यवाद जस आइदिनु। हजुर अहिले अलिअलि भगवान् कृपाले फाइनल लुक्स आइसकेको छ गाडीको, हेर्न सक्नुहुन्छ भित्र होइन, चकाचक भइहाल्यो सबै लाइट बलेर। ल कस्तो देखेको छ गाइज नाइट लुक्स गाडीको, कमेन्ट गरिदिनु होला है त। हेलो साथीहरू, नमस्ते, जय श्री राम, हर हर महादेव। फाइनली गाइज न्यू डे न्यू ब्लग, फेरि पनि नयाँ ब्लग लिएर आइसकेको छु। अनि अहिले चाहिँ हामी आज तपाईँलाई चैत्र 23 गते शनिबार आज हामी गाडी बनाउनको लागि आएको छौँ इटरी होइन। यो इटरीको बुढी खोला के अरे पारिपट्टि छौँ हामी मोरङमा, उता पारि सुनसरी भइहाल्यो, यो बुढी खोला भइहाल्यो। अनि सट्टै यहीँ ग्यारेजमा आएको छौँ। एउटा सागर दाई भन्ने हिजो त्यहाँ हाम्रो इटनराको प्रेम अङ्कलले कन्ट्याक्ट गराइदिनु भएको थियो नि, उहीँको ओले हामी आएको। हाम्रो चाहिँ 3 र 4 र 5 नम्बर गियर चाहिँ फ्याल छ, 4 चाहिँ फ्याल छ होइन, मजाले लाग्दैन नि, त्योहरू बनाउन आएको थियौँ। अनि एउटा ट्रायल चाहिँ गर्ने बनाएर होइन। अनि हाम्रो अगाडि चाहिँ एउटा मितेरी भाग्यरेखा भन्ने काँकरबिट्टे नारायण घाटे गाडी लागिरहेको छ यो पनि होइन। अनि अरू गाडीहरू पनि बनिरहेछ। हाम्रो गाडी त्यहाँ छ, हाम्रो प्रिय सपना गाडी त्यहाँ बसिरहेछ। अब हामी बनाउँछौँ होइन। अनि अरू काम पनि छ, वायरिङको काम पनि छ। वायरिङको पनि अघि पर ट्रान्सपोर्टमा उता खनार विराटनगर जाने बाटोनेर ट्रान्सपोर्टमा चाहिँ छ वायरिङको। अनि त्यहाँ पनि अघि लगेको, फेरि गएर भन्नुभयो पहिला यतै बनाइहाल्यो, मेरो टाइम लाग्ने हुन्छ, यता भयो छिटो जाने, अब यता भयो भने उता जाने, भ्यायो भने नभ्यायो भने त के गर्नु होइन साथीहरू। अनि गाइज आजको भ्लग स्पेसल के हुनेवाला छ भन्दाखेरि नि, आज चाहिँ अब हामी गाडी पनि बनाउँदैछौँ, त्यो पनि तपाईँहरूलाई देखाउँ। अनि मैले अस्ति तपाईँहरूलाई एउटा क्वेसन सोधेको थिएँ गाडीको होइन, बेचेको गाडीको प्राइस र किनेको गाडीको प्राइस के कति थियो भनेर सोधेको थिएँ। अनि त्यसमा धेरै साथीहरूले एन्सर भन्नुभयो, तर धन्नै मिलाउनु भएको छ, एक्ज्याक्ट कसरी मिलेको थिएन। अब हुन त 2 दिन यो बिचमा हामी धनगढी गएको थियौँ। त्यो धनगढी गएको बेला चाहिँ अब मैले त्यो बिचको कमेन्ट पढेको छुइनँ। यदि भनौँ न हिजोसम्मको डेटमा पनि या त आजैसम्मको बिहानकोसम्मको डेटमा पनि कसैले सही एन्सर दिनुभएको रहेछ भने उहाँले प्राइस पाइहाल्नुभयो, त्यसमा कुनै शङ्कै छैन। अब भएन भने चाहिँ म तपाईँलाई जस यो भ्लगमा चाहिँ सबै एन्सर दिँदैछु। यस कतिमा लिएँ, केमा गरेँ, किस्ता कति के कता सब कुरा त बडागडम गाडीको बारेमा सबै कुराहरू सेयर गर्नेछु। त्यसको लागि चाहिँ भिडियो पुरा हेरिदिनु होला होइन। अनि नयाँ साथीहरू जोडिनु भएको छ भने च्यानल सब्सक्राइब गर्न नभुल्नु होला है त। हामी फुर्के फ्यामिली भन्ने युट्युब च्यानलमा छौँ। फुर्के मान्छेको फुर्के फ्यामिली, ठुलो फ्यामिली बनाउँदैछु म। त्यसमा चाहिँ हामी तपाईँहरू नि आबद्ध भइसक्नु भएको छ। नयाँ साथीहरू आउनु होला होइन, सपोर्ट गर्नु होला, माया गर्नु होला भन्दै यो भ्लग चाहिँ सुरु भइसकेको छ है त गाइज। अब हामी हेर्दैछौँ अगाडि के हुन्छ होइन। गाइज अहिले चाहिँ हाम्रो यो गियरको चेक हुँदैछ यहाँ हाम्रो इटरी बुढी खोला छेउमै मोरङपट्टिबाट सागर मिस्त्री भन्ने हुनुहुन्छ, उहाँसँगै देखाउँदैछौँ। हिजो त्यहाँको प्रेम अङ्कलले, इनोराको प्रेम अङ्कलले भन्नुभएको थियो उहाँ मिस्त्रीको बारेमा, अनि अहिले आएर चेक गराउँदैछौँ। गियर चेक भएको लागि त हामी कुदाइरहेको छौँ अहिले चाहिँ गाडी। गियरको काम चाहिँ भयो गाइज। अब एस्केलेटर तार चाहिँ कडा भएर यहाँ खोलेको छ, हेर्न सक्नुहुन्छ। गियरको लिनको लागि चाहिँ मादेन पम्पतिर गइरहेको छु, त्यहाँ अस्ति पट्टा बनाएको ठाउँतिर है। फाइनली गाइज बल्ल पाएँ यार। उता अघि गएको के अरे मादेन पम्पतिर नपाएर अहिले इटरी आएर यता अर्को के अरे महालक्ष्मी भन्नेमा पायो। यस्तो हुन्छ गाइज, यो चाहिँ एस्केलेटरको तार
1300 रुपियाँ 1250 होइन 1150 लियो। अनि यो स्प्रिङ 100। हेर्नुहोस् गाडीको सामान कति महँगो हुन्छ। पुरानो पनि लग्दैछु, कहिले काहीँ बिग्रियो भने जोगाड काम लाग्छ क्या, जोगाड राख्नुपर्छ। ब्लग बनाउँदै गरेको भाइ? हजुर। यो त ब्लग बनाइरहन्छ नि त हो र गाडीमा भाइरल हो। अहिले अलिअलि भगवान् कृपाले बस ब्लग गर्न थालेदेखि। केदारनाथ साइकलमा गयो भन्थ्यो नि एउटा, हेर्नुभयो? यही हो र केदारनाथ साइकलमा गयो चौमाइल दिनमा यहाँदेखि। ल गाइस अब हाम्रो एस्केलेटर तार भनेको यही हो। एस्केलेटर तार लागिसकेको छ। छोरो गयो। अब तेल चाहिँ रेस बढी गरेको रहेछ, त्यो मिलाइदिँदै हुनुहुन्छ। हाम्रो उहाँ चाहिँ सागर मिस्त्री हो, गुरु। उहाँको ग्यारेज चाहिँ धराना पनि रहेछ, यहाँ पनि छ। हाम्रो चाहिँ प्रेम अङ्कलले भनेर चाहिँ हामी आएको, जस हाम्रो काम गरिदिनुहुन्छ। फर्स्टचोटि राम्रो गरिदिनुहुन्छ भन्ने आशा छ। कुन चाहिँ यो साथीहरू अब हाम्रो गाडी पनि बनिसकेको छ। फर्स्ट टाइम एक्सपिरियन्स कालो दलेको यस्तो भयो है। अनि म चाहिँ अहिले हामी यहाँ गाडी बनाउँदैछौँ नि त। अनि एकजना चाहिँ साथी फ्यान भनौँ होइन, जस खुसी लागिरहेछ। यहाँ मलाई चाहिँ ठिक्क सिटीमा गइराख्नु भएको थियो, यहाँबाट इटरीबाट उता आफ्नो घरतिर। अनि मलाई यहाँ देख्नु भएछ गाडीमा। अनि गाडी हाम्रो हेरेपछि चाहिँ अनि टक्क जस भेट्न आउनुभयो, कुराकानी गरियो। बसौँ ल। हजुरलाई धेरै धेरै धन्यवाद, जस आइदिनु भयो सम्झेर। अनि गाइस यो भ्लगमा चाहिँ मैले प्राइस सुनाउने के अरे मेरो गाडीको कति परेको र के जाति भनेर सुनाएर चाहिँ प्राइस राखेको थिएँ। तर उहाँले चाहिँ मलाई प्राइस दिइसक्नुभयो खासमा रिचार्ज हालेर। अहिले यहाँ पैसा तिर्न खोजेको अनलाइन पैसा तिरे के अरे वाइफाई कनेक्ट गरेको वाइफाई कनेक्ट नै भएन। अनि मेरो चाहिँ मेन ब्यालेन्समा त्यही 800 रुपियाँ थियो। अनि प्याक तानेर भोइस प्याक तानेर पैसा सकिरहेको थियो नि। उहाँले जस पैसा 100 रुपियाँ लगाइदिनु भयो, पैसा पनि लिनु भएन। अब मलाई ऋणी बनाउनु भयो उहाँले। गाइज हेर्नुहोस् के भन्नु यार, टेन्सन हो। मैले आज यो भ्लगमा प्राइजको लागि गरेको थिएँ, तर उहाँले नै मलाई प्राइज दिनुभयो होइन। साथी तपाईँको नाम थाहा पाऊँ? अभय कटुवाल। घर चाहिँ ओखलडुङ्गा अरे। यहाँ चाहिँ के अरे यहाँ चाहिँ अहिले जस ल्याङ्ग्वेज पढ्दै यता बस्नुभएको रहेछ। उहाँलाई चाहिँ भगवान्को कृपाले चाहिँ उहाँको पास होस् र जानु सक्नुहोस्, यही शुभकामना होइन। जस खुसी लाग्यो होइन। दोस्रोचोटि तेस्रो फेस गरियो फ्यान, तर तेस्रो फेसमा चाहिँ उहाँले जस मलाई के भन्नु अप्ठ्यारो लागिरहेको छ यार। ल धन्यवाद धेरै धेरै। बुवाले फोन गरिदिनु हुन्छ ल। उहाँ पनि हतारमा हुनुहुन्छ। उहाँलाई लगभग मैले 1.5 घन्टा राखिसकेँ गाडीमा कुराकानी गर्न भनेर। अब उहाँलाई पनि पठाइदिन्छु। हामी पनि जानुपर्छ, हाम्रो यहाँको काम बनिसक्यो गाइज होइन। अब पट्टा काम छ, पट्टा गरेपछि अनि त्यसपछि तपाईँलाई म अरूहरू बिचमा सेयर गर्दै गर्छु। एकछिन भेट्नुपर्छ है त। ल फेरि पनि धन्यवाद। यस अल राइट गाइज, फाइनली थाक्यो यार, भोकै छु। खाना पनि खाएको छैन। उता त्यहाँ पर गाडी बनायोरी। अहिले चाहिँ हामी यता पट्टा बनाउने ठाउँमा आएको छौँ, मादेनी पेट्रोल पम्पको छेउमा। अनि अघि एकजना सब्सक्राइबर होइन, एकजना भ्युवर्स साथी चाहिँ आएर भेटेर गइसक्नुभयो, जस धेरै खुसी लाग्नुभयो, हेल्प पनि गर्नुभयो होइन। के भन्नु, म त स्तब्ध भएँ क्या, केही भन्नै सकिनँ। फर्स्टचोटि भेटेको, यसो सब्सक्राइबरलाई भेटेर चिया पानी गरौँ भन्ने चाहिँ सोचिरहेको थिएँ। बिजी एक त झन् होइन, उल्टै के भन्नु, उहाँले पो उल्टै सहयोग गरेर जानुभयो होइन। कस्तो अप्ठ्यारो, यस्तै हो गाइज, के भन्नु होइन। अब खेर उहाँले त भिडियो मेरो हेर्नुहुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद साथी होइन। जस हेल्प गर्नुभयो, आउनुभयो, बस्नु पनि भयो। म धेरै बिजी थिएँ, 1-1.5 घन्टै बस्नुभयो मसँग होइन। जस अनि तपाईँलाई धेरै धेरै धन्यवाद।
अनि गाइज फाइनली अब मैले तपाईँलाई भने मुताबिक होइन शर्त मुताबिक चाहिँ मैले अब तपाईँहरूसँग कुरा सेयर गर्नुपर्ने हुन्छ। धेरै भूमिका नबाँधौँ। मैले पुरानो गाडी कतिमा बेचेको र नयाँ गाडी कतिमा लिएको के कता भनेर चाहिँ साथीहरूले सोधिराख्नु भएको थियो। अब अहिलेसम्मको मितिमा पनि आज होइन 23 गतेसम्मको मितिमा पनि कसैले एन्सर मिलाउनु भएको रहेछ भने त्यसमा कुनै टेन्सन छैन। मैले जसले मिलाउनु भएको छ उहाँलाई मैले बोले मुताबिक चाहिँ प्राइस चाहिँ दिनेछु। भलै मेरो प्राइस सानो भए पनि त्यसलाई सानो नभनिदिनु होला। मैले आफ्नो क्षमता अनुसार होइन मेरो आफ्नो इन्कम अनुसार चाहिँ गरेको। मान्छेले आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ गाइज होइन। सो मेरो अवस्था भनेको त्यही छ होइन। म जति छु त्यति नै मैले गर्ने प्रयास गरेको। त्यसलाई अनर्थ नलिदिनु होला भन्दै हामीले पुरानो गाडी टुरिस्ट होइन धेरै भूमिका नबाधु गाइज सिधै भनिदिन्छु। पुरानो टुरिस्ट गाडी चाहिँ हामीले 6,15,000मा कवाडीमा के अरे इनोरामा बेचेको हो होइन। 6,15,000 इटरीको कवाडीमा बेचेको। अनि त्यही पैसा 6 लाख रुपियाँ दिएर यो गाडी लिएको। यो गाडीको प्राइस चाहिँ जम्मा 22 लाख। दुईवटा गाडी जोडा होइन जोडा भरतङ्गल र हामीले गरेर 44 लाखमा दुईवटा गाडी लिएको 22 लाख होइन। हामीले चाहिँ 22 लाखमा लिएको नि हामीले 6 लाख रुपियाँ दिएको यो गाडीको। भरतङ्गले चाहिँ 5 लाख दिनुभएको छ। अब असारसम्ममा उहाँले 2 लाख दिनुपर्ने हुन्छ नि। हामीले असारसम्म 1 लाख प्लस दिनुपर्ने हुन्छ। अनि त्यसपछि बाँकी बादको महिनाको 50,000ले यो गाडीको किस्ता। अनि हामीले एसी अर्को गाडी एउटा हेरिरहेको थियौँ मैले जुन अप्सनमा राखेको थिएँ नि फोटो त्यो गाडीको चाहिँ 68,000 रुपियाँ किस्ता भन्ने कुरा आएको थियो। त्यही भएर त्यसको तुलनामा यो हामीलाई किस्ता पनि कम पर्ने होइन जस राम्रै भयो। अनि हरेक कुरालाई सोचिन्छ नि त गाइज होइन। गर्दै गर्दाखेरि अनि नयाँ व्यवसायीसँग यो कुरालाई मैले जोड दिन्छु। अनि सबै कुराहरू अलिकति आफूले सोचे सम्झेर बुझेर गर्नुपर्ने हुन्छ। हावैतालमा होइन ए पायो भन्दैमा गरिहाल्नु हुँदैन। थाहा छ नि गाइज कुनै पनि कुरा गर्न सुरुमा सजिलो छ होइन। बिहे गर्न सजिलो छ, बाइक किन्न सजिलो छ, बस किन्न सजिलो छ होइन। फोन आएको आइछ। ओके यस अलराइट फेरि पनि हामी भेटिसकेका छौँ। बिचमा ब्रेक भएको थियो गाडी सार्नुपर्ने भयो र फोन पनि आयो होइन। अनि गाडी सारेर गाडीलाई केटाहरू भिडिसकेको छ गाडीमा। अनि गाइज म के भन्दै थिएँ भने जस आफ्नो क्षमता अनुसार नै जे पनि कुरा गर्नुपर्छ होइन। अब बाइक किन्न त जब सबैले सक्छ नि। कार किन्न सबैले सक्छ किस्तामा पाइहाल्छ। बाइक पनि किन्न किस्तामा पाइहाल्छ। तर के हुन्छ किनेको 2 महिनामै चाहिँ बाइक तानिदियो भनेर हामीले धेरै सुनेका छौँ। कार तानिदियो भनेर धेरै सुनेका छौँ। बाटोमै गाडी पनि तानेर राखिदियो भन्ने पनि सुनेका छौँ। त्यही भएर किन्नु ठुलो कुरा होइन त्यसलाई पाल्नु ठुलो कुरा हुन्छ। त्यही भएर चाहिँ बुवाले आफ्नो क्षमता अनुसार चाहिँ यो गाडी लिनुभयो। अब यसमा के छ भने यो पुरै एसी मोडलको गाडी हो। एसी मात्रै नहालेको छ होइन। अब हामीले चाहियो भने एसी हालेर चलाउन सक्छौँ। तर बुवाले एसी नै हाल्ने कुरा गर्दै हुनुहुन्छ। अब एसीहरू हेर्दै हुनुहुन्छ। अब नयाँ पुरानो के कसो हुन्छ होइन मिलाएर चाहिँ भयो भने हाल्ने कुरा गर्दै हुनुहुन्छ गाइज होइन। एउटा त्यो भयो होइन। अब मैले तपाईँलाई चाहिँ छलङ्ग पारेर गाडीको बारेमा धेरै साथीहरूलाई एउटा कौतूहलता थियो गाडी के कसो कतिमा लिएको कतिमा बेचेको भन्ने। सो मैले यो कुरा तपाईँलाई प्रश्न गरिदिएँ होइन। र जतिले पनि मेरो क्वेसनको एन्सर दिने प्रयास गर्नुभयो गलतै सही सबैलाई धन्यवाद। जस प्रयास त गरिदिनु भयो कम्ती मेरो भिडियो पुरा हेरेर त्यति लेखिदिनु कमेन्ट गरिदिनु पनि मेरो लागि ठुलो कुरा हो। सबैलाई धन्यवाद भन्न चाहन्छु। जे जस्तो भए पनि अब सबैले ट्राई गर्नुभयो सबैलाई धन्यवाद। भविष्यमा फेरि पनि 10K सेलिब्रेसन बवाल हुनेवाला छ होइन। त्यसपछिको यस्तो क्वाइरी चाहिँ मलाई धेरै प्लानहरू छ। धेरै कुरा गर्नु मन छ साथीभाइहरूसँग गेट टुगेदर गर्दै होइन। कमाउने पनि बिजनेस पनि गर्ने भ्लग पनि गर्ने र साथीभाइ पनि बनाउँदै जाने। खालि तपाईँहरू मेरो भ्युवर्स मात्र भएर साथी बन्ने फ्यान बन्ने होइन कि जस धेरैसँग लाइभ भेटेर पनि होइन। हजुर भन्नु सबैसँग एकदम मतलब लाइभ भेटेर पनि होइन तपाईँहरूसँग चाहिँ गर्नेछु। धेरै रहर छ गाइज होइन। धेरै कुराहरू लाइफमा भएको छु। धेरै कुराहरू स्ट्रगल गर्दैछु होइन। मिडिया फिल्डलाई लिएर पनि धेरै कुराहरू गरिरहेको छु। त्यही भएर चाहिँ मैले धेरै कुरा बुझेको छु। सो त्यो कुरालाई म आफ्नो लाइफमा मजाले उतार्दै जानेछु। र अर्को कुरा मेरो गाडी मेरो केही भ्लगहरू हेरेर साथीहरूले होइन एउटा डिसिजन लिने या डिसिजन ब्रेक गर्नेसम्मको पनि निर्णय लिइराख्नु भएको छ। म चाहिँ यसमा के भन्न चाहन्छु भने कसैको पनि कुरा सुनेर होइन आफ्नो एउटा एम हुन्छ नि गोल त्यसलाई परिवर्तन गर्नु चाहिँ हुँदैन। सबको आफ्नो अनुभव आफ्नो भोगाइ आफ्नो बुझाइ हुन्छ होइन। कसैले यही लाइनमा लाखौँ कमाएर चाहिँ अमिर भएका पनि छन्। कोही यही लाइनबाट गुन्डा निलाम भएका पनि छन्। कसैले सेलुन मात्रै खोलेर पनि होइन बिल्डिङ थपेका छन्। कोही मलाई ठुलो हार्डवेयर पसल भएर पनि कमाउन नसकेर बेचेर भाग्नु परेको छ होइन। कोही तपाईँलाई ब्याङ्कको ठगी गरेर पनि भागेका छन् भने कोही एउटा नर्मल कर्मचारी भएर पनि मजाले जीवन बिताएका छन्। कोही चटपटी बेचेर पनि तपाईँलाई 3 तला घर ठहराएका छन् भने कोही ठेकेदार भएर पनि ऋण लागेर दिन लागेर चाहिँ होइन भाग्नुपर्ने अवस्थाको पनि भएको हाम्रो समाजमा छ नि त। सो कसैको कुरा सुनेर आफूले डिसिजन होइन। जस्तो मैले अब तपाईँलाई हुन त गाडीमा भएकै कुराहरूलाई समावेश गरेर भिडियो बनाउँछु। रियालिटी नै कुराहरू बोलेको हुन्छु। जे छ त्यही भनेको हुन्छु। तर यो भन्दैमा के छ भने गाडी लाइन खराबै गाडी लाइन खत्तमै होइन गाडी लाइनबाट हुँदै नहुने बर्बादै भन्ने चाहिँ होइन।
अब कमाइ नहुने होइन कमाइ हुन्छ पनि गाइज होइन कमाइ नहुने होइन कमाइ हुन्छ पनि एकै ट्रिपको कमाइले कहिलेकाहीँ 1 महिना 2 महिनासम्म धान्ने पनि कमाइ हुन्छ होइन कमाइ नभएको त कोही जीवनभरि लागिराख्दैन नि त मेरो बुवाले 43 सालदेखि होइन यो गाडी लाइनमा लागेर चाहिँ हामीलाई पढाउनु भयो अब सबै हामी होइन एउटा ड्राइभरको छोराछोरी अब दुवै बहिनीहरू मेरो नर्स बनाउनु भयो त्यत्रो खर्च होइन मैले प्राइभेट स्कुलमै पढेर चाहिँ तपाईँलाई के अरे हुन त सरकारी पढे पनि हामी सबै दाजुबहिनी सरकारी नै पढेका हौँ तर त्यसपछिको माथिको क्लास उच्च क्लास शिक्षा भनेको चाहिँ हामीले बोर्डिङ के अरे प्राइभेट स्कुलबाटै गरेर गरेको होइन पैसा त खर्चै हुन्छ मैले नि +2 क्लियर गरेँ बहिनीहरूले पनि सानी बहिनीले नि +2 पनि गरी प्लस यता स्टाफ नर्स पनि गरी ठुली बहिनीले पनि स्टाफ नर्स गरी भनेपछि त खर्चहरू लाग्ने सबै एउटा ड्राइभरले गरेर होइन घर व्यवहार चलाउनु घर पाल्नु घर बनाउनु जग्गा लिनु एउटा सबै नयाँ जिन्दगीको सुरुवात गर्नु भनेको चाहिँ नहुने भए त हुन्थेन नि त त्यो भएरै भएको हो सो कमाइ नै नहुने भन्ने कुरा चाहिँ होइन कमाइ हुन्छ कसरी चलाउने कसरी सेभिङ गर्ने भन्ने कुरा मेन मूल मान्यता मेरो के हो भने तपाईँले कति कमाउनुहुन्छ त्यो कहिले पनि मायने राख्दैन कति सेभिङ गर्नुहुन्छ त्यो कुरा मायने राख्छ र तपाईँको घर परिवारको तपाईँको गार्जियन या तपाईँको श्रीमती होस् या मम्मी बुवा हुनुहोस् होइन उहाँले चाहिँ कस्तो मुठी उहाँहरूको छ होइन खर्च गर्ने सेभिङ गर्ने कस्तो छ भन्ने कुरा चाहिँ मेन भूमिका हुन्छ होइन कमाउनु त मान्छेले लाखौँ पनि कमाइरहेको हुन्छ गाडी लाइनमा पनि पैसा त बवाल कमाउँछ नि गुरुजीहरूको टिप्पे भत्ता तपाईँलाई नर्मली 8,000 देखि 11-12,000सम्म हुन्छ तर के छ भने त्यो सुन्दाखेरि चाहिँ हामीलाई धेरै लाग्छ तर उसले सेभ कसरी गरिरहेको छ होइन कति अयासी गरिरहेको छ या कति सेभिङ गरिरहेको छ भन्ने कुरा हुन्छ कोही गुरुजीहरू हुन्छ नि ल्याङफ्याङ हुन्छ जिन्दगी ड्राइभर बनेको हुन्छ तर केही गर्न सक्दैन कोही खलासीहरू हुन्छ नि 10 वर्ष अगाडि पनि खलासी नै थियो आज पनि खलासी नै देख्नुहुन्छ भने कोही चाहिँ गरेको 1-2 वर्षमा ड्राइभर भएर राम्ररी गइरहेको छ जस्तो फर इक्जाम्पल मलाई ड्राइभर होइन म गाडी लाइनमा छिरेको धेरै भएकै छैन अस्ति चैतबाट होइन नेपालको जुन चतरामा तपाईँलाई कुम्भ मेला सुरु भयो नेपालको त्यतिखेरदेखि मैले म्याजिक कुदाउने बित्तिकै म बसमा आएँ बसमा आउने बित्तिकै चाहिँ तपाईँलाई लाइसेन्सै निकालिसकेँ होइन जबकि मैले अरूलाई सल्लाह दिएको मान्छेहरू होइन लाइसेन्स निकाल्नु केही गर्नु हाम्रो गाडीमा मिलेर गरौँ भन्ने मान्छेहरू आज त्यही म्याजिक कुदाइरहेछन् तर मैले हेर्नुहोस् लाइसेन्स निकालिसकेँ अब भोलि चैत 24 गते भोलि मेरो त्यो लाइसेन्सको राजस्व तिरेपछि मेरो हातमा लाइसेन्सको त्यो जुन पर्ची आउँछ जो त्यो पेपर त्यसपछि म भोलिदेखि गाडी कुदाउन सक्छु भनेपछि यो हो नि त परिवर्तन होइन यसरी गर्दै जाने हो कमाइ नै नहुने होइन कमाइ हुन्छ अब मेरो भिडियोलाई हेरेर मानसिकता नचेन्ज गर्नु तर म के भन्न चाहन्छु भने कुनै पनि कुराहरू अरूले भनेर अरूको हेरेर अरूको सुनेर लैलैमा नगर्नुहोस् गर्नु अगाडि अनुभव लिएर आफूले बुझेर जानेर होइन लागेर मात्रै तपाईँले बुझेपछि गर्ने म पनि बुवासँग योभन्दा अगाडिको टिप हिँडेको थिएँ नि एक महिना त्यतिखेर मैले मजाले मतलब गाडी त हामी छोड्ने नै बेला थियौँ होइन गाडीलाई अब छोडेर अरू नै काम गर्ने म विदेश जाने प्लान थियो तर बुवाले चाहिँ अब म त्यतिखेर चाहिँ त्यस्तै पऱ्यो म हिँडेँ म्याजिक छोड्ने बित्तिकै हिँडेको थिएँ नि त बिचमा होइन त्यतिखेर मैले हिँड्दाखेरि मैले यही कुरा बुझ्न खोजेको थिएँ क्या कमाइ साँच्चीकै हो या होइन तर त्यो समय हिँड्दाखेरि कमाइ राम्रो भयो क्या गाडीमा राम्रो कमाइ भयो होइन मैले सोचेँ मेरो लाइफ यहाँ चल्छ क्या मैले विदेश जानुभन्दा म यहीँ गर्न सक्छु भन्ने भयो तर बिचमा फेरि म 2 महिना गाडीबाट हराएँ अनि 2 महिना हराएपछि मैले तपाईँलाई स्कुलको भ्यान कुदाएँ अनि विदेश पनि पेस गरेँ तर विदेश पनि क्यान्सल भयो र मेरो मनले पनि मलाई भनिरहेको थियो विदेश नजा यहीँ केही गर अनि फेरि यसो हेरेँ भोलि गएर फेरि मलाई विदेश गएर आएर जति कमाए पनि नेपालमै आएर केही गर्नुपर्छ जिरोदेखि सुरुवात गर्नुपर्छ होइन र मैले त्यो कमाएको पैसा भोलि सेभिङ होला नहोला तर के छ मैले यही बुवाले बसाइदिएको एउटा बेसलाई नै सुरुवात गरेँ भने छ नछ यो त छ नि कम्तीमा यसले गरी त खान सकिन्छ नि भलै सम्पत्ति नचोड्न सकियोस् तर के छ म एउटा युवा मान्छे होइन मैले आफ्नो सोच विचार हरेक कुरालाई परिवर्तन गरेर एउटा नयाँ शैलीमा लगेँ भने अवश्य पनि कमाइ हुन्छ भन्ने एउटा विश्वास लिएर त्यो पुरानो गाडी बेचेको पैसा भनौँ न मेरो विदेश जानको लागि निकालेको लगानी थियो त्यो अनि त्यो गाडीमा हामीले त्यो गाडी त्यो गाडी किन्यौँ त्यो गाडी किन्ने लगातार बेचेको हो नि त त्यो गाडी बेच्यौँ अनि त्यही लगानले यो गऱ्यौँ अब यसको पनि किस्ता तिर्दै गर्दै जाने होइन अब युट्युबमा पनि तपाईँहरूले माया गरिराख्नु भएको छ त्यताबाट पनि केही होला यताबाट पनि केही हुन्छ त्यसरी गर्दै प्लस गर्दै जाने मेरो प्लान छ होइन र तपाईँहरूलाई पनि म त्यही भन्छु कि अब यत्तिकै चाहिँ नगर्नु होइन अरूले भनेको अरूले सुनेको लैलैमा नगर्नु मजाले बुझेर जानेर अब तपाईँलाई गाडी लाइनमा हिँड्नु मन छ भने पहिला गाडी लाइनमा हिँड्नुहोस् 6 महिना वर्ष दिन हिँड्नुहोस् बुझ्नुहोस् यसको तातो घाम यसको इन्जिन यसो कालो मैलो धुवा धुलो झै झगडा अगडम बगडम सबै कुरा बुझ्नुहोस् अनि त्यसबाट तपाईँलाई चित्त बुझ्यो र तपाईँले पैसा देख्नुभयो भने मात्रै लाग्नु नभए अरूको लैलैमा लागेर एसी गाडी हालिदिने पैसा छ विदेशबाट कमाएको भन्दैमा एसी ल्याएर हालिदिने यो गरिदिने लैलैमा गर्ने लास्टमा 2-4 महिना कुदाउने अनि त्यसपछि हुँदैन अनि बेच्यो घाटा खाएँ भनौँ यसो भनौँ डुबो भनौँ विदेश गयो त्यो सही होइन
बुझ्ने अनुभव लिने पहिला लाग्ने पहिला एज अ मजदुर भएर जे पनि काम गर्नुपर्छ जहिले पनि होइन पहिला बुझ्ने क्या ज्वरोदेखि छिर्ने अनि मात्रै हात हाल्ने हो होइन मेरो बुझाइमा चाहिँ गाइज होइन अनि त्यो भएको कारणले चाहिँ मैले त्यसरी गरेको हो होइन र मेरो सल्लाहहरू पनि तपाईँलाई त्यही हो मेरो भिडियो हेरेर कति धेरैले भन्दै हुनुहुन्छ क्या नेपाल आएर फेरि गाडी गर्ने मन थियो भाइको भिडियो हेरेर यस्तो उस्तो त्योमा नजानुहोस् मैले आफ्नो कुरा बोलेको हुन्छु होइन अब जो सल्लाह चाहिँ एउटा एज अ सजेसनको रूपमा लिने तर डिसिजनै चेन्ज गर्ने होइन होइन त्यो चाहिँ एकदम क्लियर कुरा तपाईँलाई भने मैले होइन बाँकी तपाईँहरूको सोच्ने विचार नराम्रो कुनै पनि काम हुँदैन सबै काम राम्रो कामलाई इज्जत दिनुपर्छ कामलाई होइन 100% दिएर गर्नुपर्छ एकदम हाई के भन्छ उच्च मनोबलको साथमा गर्नुपर्छ लगनशील भएर गर्नुपर्छ भए पनि नभए पनि 1 महिनासम्म पनि भएन भने पनि होइन यही मेरो प्यासन हो म यही गर्छु नहोस् म तर गर्छु भने जस्तो मैले युट्युबमा मैले 3 वर्षदेखि हो नि त गरेको खासमा मलाई कहिले हुँदैन थियो तैपनि मैले छोडिनँ नि किनभने मलाई मजा लाग्थ्यो क्या युट्युबले मलाई अरू फाइदा भए पनि नभए पनि मलाई एउटा के फाइदा दिएको छ भने नि गाइज म नराम्रो काम गर्नबाट बचेको छु क्या मेरो बचेको समयलाई जुन मैले नराम्रो काममा लागेर फालुम्ला नि साथीभाइ जा घुमफिर नराम्रो काम गर त्यो नराम्रो कामबाट मलाई यसले बचाएको छ क्या किनभने मेरो पार्ट टाइमलाई नै मेरो बचेको समयलाई नै मैले युट्युबमा लगाइरहेको छु नि त मेरो पार्ट टाइमलाई यसले सेभिङ गरिरहेको छ क्या म त्यो रूपमा लिइरहेको छु क्या मेरो खराब मैले मेरो बुद्धि विचार नबिग्रियोस् भनेर मैले एउटा सही मार्ग मात्रै लगाएको हो होइन र म यसमा सफल पनि भइरहेको छु र अहिले आएर त अहिले मेरो भिडियोहरू होइन जस अलिकति ग्रो हुन थाल्यो तपाईँहरूले माया गर्न थाल्नु भइरहेछ र त्यताबाट पनि भएको छ नि त होइन नभने होइन हुन्छ त्यस्तो छ गाइस कुराकानी भनेको होइन त्यसरी चाहिँ मैले तपाईँलाई सल्लाह दिन चाहेँ मनोबल एकदम तपाईँले त्यही हो नभए पनि होइन म यही गर्छु यसैलाई म गर्छु भनेर लागिपर्नु हो भने एक दिन सक्सेस हुन्छ मन लगाएर होइन मनले खाएको काम मनले स्वीकारेको कामलाई गर्नुभयो भने कहिले पनि तपाईँहरू फेल खानु हुँदैन जहिले पनि सक्सेस हुनुहुन्छ लैलैमा लागेर गरेको काममा भन्न सकिँदैन डुब्न पनि सक्नुहुन्छ उक्सिन पनि सक्नुहुन्छ तर तपाईँको मनले चाहेर गरेको काम गर्नुभयो भने कहिले डुबिँदैन मेरो गाडी भनेको बच्चादेखिको सोच पनि हो म त ड्राइभरको छोरा पनि परेँ होइन मलाई बच्चादेखि नै गाडी कुदाउन मन पनि लाग्थ्यो र मेरो पेसा मलाई मनले खाएको पेसा हो मलाई जीवनमा 3टा काम थियो 3टा काममा 2टा एउटा त हुनै सकिन एउटा त गरेँ अनि त्यो पनि मलाई मन परेन लास्टमा यो मेरो लास्ट बचेको काम हो यो मलाई मन परेको छ म खुसी पनि छु म यही पनि गर्छु होइन भविष्यमा के होला त्यो त म पनि भन्न सक्दिनँ होइन तर अहिलेसम्मको सिचुएसनमा मलाई काम धेरै मन परेको छ र म यही नै गर्छु होइन मेरो पछिसम्मको बिजनेस पनि यही नै हुन्छ अब त जन्म अब सबै कुरा छोडेर यसैमा लागिसकेँ भनेपछि म यही नै गर्छु होइन कुनै त्यसमा दो मात्रै छैन त्यही हो गाइस तपाईँलाई सल्लाह पनि त्यही हो र मेरो जुन एउटा एन्सर क्वेसन थियो त्यो पनि मैले तपाईँलाई सेयर गरेँ अब यही हो कुराकानी ल अब तपाईँहरूको पनि जिज्ञासा चाहिँ मेटियो होला भन्ने विश्वास लिएको छु र अब म जाँदैछु नास्ता खाना पहिला त्यहाँ चाउमिन अर्डर गर्नुभएको छ गएर नास्ता खाउँ त्यसपछि भेट्नुपर्छ है त गाइस पट्टा बना बताए पट्टा नहीं के बना खोलने ल गाइस अब पट्टाको काम हुँदैछ यहाँ हाम्रो लास्ट काम बाँकी भनेको पट्टा हो होने के पूरा छिटकाल गरेर नो युवा ढिला भा अब यो लाग्छ बेलुकासम्म सायद पुरानो हाम्रो भाइहरू पनि बस्दा गरेर काम गराएर गइसक्यो अब हाम्रो पालो पनि कतिखेर आउँछ लौरी टेकौला बालेन भेटौँला बालेन दाइ दुःख बिसौला अरे तपाईँ र दिपक अङ्कलको हामीसँग गएको बेला गाडीमा पैसाको लागि के कसो ल गाइज हाम्रो अब गाडी बन्यो अब हामी जाँदैछौँ उता ट्रान्सपोर्ट छेउमा वायरिङको मिस्त्री हुनुहुन्छ त्यहाँ गाडी छोडेर अनि बुवा म चाहिँ घर जान्छु चार्ज गरेर राख्नु यस्तो तपाईँसँग छ यस्तो ए ब्याट्री चार्ज गर्ने अलगै हुन्छ ब्याट्री चार्ज गर्ने हरायो अनि तपाईँलाई के काम छ छोरोको होला के मलाई पठाइदियो भने छोरा अनि बनाउनु होला त दिनु नि त यसलाई दिनु हो या आफूलाई चाहिँ खाली दिनु ओर्नु मात्रै काम हुन्छ अनि यो तपाईँ जान्नुहुन्न त अनि जान्दैन सबै जान्दैन
कुदाउनु मरुन्जले कुदायो तर उसले अघि त केही भएन उसलाई त गाडी कुदाउनु त फेरि राखेको छ गाडी कुदाउँदै मान्नुपर्छ दिवसलाई अब यही गेट फाल्ने अनि त्यो गेट फालेपछि सक्यो भने 4 नम्बर फाल्ने गाइज नाइट चाहिँ यस्तो छ 3 एङ्गलले बल बल्छ यसको एउटा यो भयो होइन के भन्ने मलाई सेक्सी लाइट अनि यो लाइट बल्छ एउटा यहाँ के अरे सिम्पल व्हाइट लाइट अनि यता ब्लू लाइट अनि फेरि व्हाइट लाइट मेन लाइट भनेको व्हाइट होइन यस्तो छ अब हामीले चाहिँ गाडी इटरीको यही ट्रान्सपोर्टमा राख्यौँ वायरिङको काम चाहिँ भयो सबै इन्डिकेटर सबै बल्यो डेकको चाहिँ ओहो बडा मजा आ गयो अनि डेकको काम चाहिँ बाँकी रह्यो तार चाहिँ बिग्रेको रहेछ अब ओहो झकास भइहाल्यो नि अनि तार चाहिँ म अब अहिले लिएर आउनु पर्ने ढिलो भइसक्यो अब भोलि बिहान तार लिएर आएर मजाले अनि चाहिँ डेक पनि भोलिबाट बज्छ टिभी चाहिँ भएन गाइस टिभीको लागि कामै लाग्छ अब यो टिपमा होइन अर्को टिपबाट यहाँ टिभी हेर्न पाउनुहुन्छ यो टिप चाहिँ यस्तै भयो अब भोलि चाहिँ सकभर डेक चल्छ हाम्रो होइन अब यहाँ भाइहरूले बनाइदिँदैछ यो भाइहरूले भिडियो बनाइदिएन केटाहरुको भाइहरूले उसले बनाइदिएछ होइन दाजु भाइ मिति भाइ हो भिडियो आउँछ तिमीहरुको मजा ल अब यहाँ युट्युबमा जानुपर्छ युट्युबमा आउँछ अनि मेरोमा आज त सब्स्क्राइब गरिदिनु मेरो छोरो ल फुर्के मान्छे हेर फुर्के मान्छे ल अब यहाँ त सब्सक्राइबर बढ्ने भयो त्यो अब मान्छे रमाइलो हुने भयो के भएको वाइफाई हेर न के भयो अहिले वाइफाई के हालेर हालिदिउँ ल अब मेरो सब्सक्राइबर भइसक्यो त्यही हो लगाइ अब यस्तै हो हाम्रो फाइनल लुक्स आइसकेको छ गाडीको हेर्न सक्नुहुन्छ भित्र होइन चकाचक भइहाल्यो सबै लाइट बलेर ल कस्तो देखेको छ गाइज नाइट लुक्स गाडीको कमेन्ट गरिदिनु होला है त यस अलराइट गाइज फाइनली म घर आइसकेँ है आज दिनभरिको कामहरू सबै हेरिहाल्नु भयो अनि अब म भिडियो चाहिँ एन्ड गरिदिन्छु अनि भूमिका नबाँधिकन दुईवटा कुरा तपाईँहरूसँग गरेर म छुटिहाल्छु एक नम्बर कुरा अघि जुन मसँग साथी भेट्नु भएको थियो होइन उहाँले चाहिँ जुन मेरो भ्लग हेरेपछि जुन मैले एउटा गाडीको इन्कम होइन कति खर्च भनेर बनाएको थिएँ एउटा भिडियो गाडीको कति इन्कम कति खर्च हुन्छ केमा लाग्छ कति खर्च हुन्छ भनेर देखाएर त्यहाँ केही कुराहरू मैले भनेको थिएँ नि त अनि त्यो कुरालाई चाहिँ उहाँले चाहिँ अघि जस मसँग भेट्दा एप्रिसिएट गर्नुभयो र प्लस के भन्नुभयो भने हिजोको दिनमा म गाडीमा हिँड्दै गर्दाखेरि होइन गाडीवालाहरूप्रति जुन एउटा मेरो विचार हुन्थ्यो अनि रोक्दा पनि रिसाइहाल्ने एकदम अलिक अर्कै टाइप हुन्थ्यो तर तपाईँको त्यो भिडियो हेरेपछि त्यो मेरो सबै भावनाहरू होइन हराएर गयो अब मैले क्लियर बुझेँ होइन जबसम्म गाडीमा मान्छे चढ्दैन तबसम्म गाडीले कमाउँदैन गाडीले नकमाएपछि होइन सबै कुराहरू हुँदैन भन्ने कुराहरू चाहिँ उहाँले जस मजाले बुझ्नु भएछ र हिजोको दिनमा जस्तो रिसाउने ओर्ने यताउति होइन हरेक हुन्छ नि त त्यो चाहिँ मतलब भनौँ न एउटा गाडी स्टाफहरूप्रतिको एउटा सेन्स नै चेन्ज भयो उहाँको अब चाहिँ होइन एकदम मतलब धेरै पोजिटिभ भएँ भन्ने टाइपको उहाँले कुरा गर्नुभयो जस त्यति बेला चाहिँ मलाई के फिल भयो भने मैले बनाएको एउटा भिडियो होइन एउटा इन्फर्मेटिभ भनौँ न मैले जे भने नि मैले जे देखेको हुन्छु जे भएको हुन्छु र त्यो कुराहरूलाई चाहिँ म आफूभन्दा सिनियर व्यक्तित्वहरूसँग चाहिँ बुझेर मात्र तपाईँहरूसँग पस्किरहेको हुन्छु सो त्यो कुरालाई चाहिँ उहाँले स्वीकार गरिदिनु भयो होइन जस तपाईँले गरेको राम्रो हो भनेर भनिदिँदाखेरि खुसी लाग्यो होइन अनि जस उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु फेरि पनि र अर्को कुरा गाइज होइन मैले जुन गाडीहरू बिग्रियो भनेर तपाईँहरूलाई भनेको थिएँ होइन फाइनली मेरो गियरको समस्या थियो गियरको समस्या चाहिँ अब खोल्नै परेको भए चाहिँ धेरै ठुलो खर्च लाग्थ्यो तर त्यो चाहिँ कम खर्चमै भयो क्या 1000 रुपियाँमै भयो होइन मिस्त्री पनि राम्रो पाइयो हामीले सागर दाई भन्ने उहाँले चाहिँ जस मजाले बनाइदिनु भयो त्यसमा अब 1000 रुपियाँमा हामीले ब्रेकको काम गरायौँ तपाईँलाई हाइड्रोलिकको पनि हल्का काम गरायौँ अनि
यता गियरको काम गरायौँ अनि अरू अगडम बगडम अलिअलि काम पनि गरायौँ त्यति नै 1000 रुपियाँमा गरिदिनु भयो अनि पछि पट्टा बनाउनु गएँ त्यहाँ पनि पट्टाको कामहरू यताउति सबै 1400मा बन्यो अनि उता 1100 को त्यही एस्केलेटर तार पनि चेन्ज गराएको थिएँ कि त्यही सागर दाइकैमै अनि एस्केलेटर तार किन्दाखेरि त्यही 1300-1400 पर भनौँ न मेरो मसँग 5000मा 600 कम भने 5400 रुपियाँ थियो 5400मा मसँग कति बाँकी रह्यो 5400 रुपियाँ सकियो होइन 5400मा हाम्रो गाडी सबै टाकटुक बन्यो अब वायरिङको काम बाँकी छ वायरिङ चाहिँ अब त्यहाँ जस्तो बुफरको सबै त वायरिङको पनि इन्डिकेटर पार्किङ सबै बल्यो लास्टमा त्यो के अरे बुफरको चाहिँ ज्याक नभएको कारणले त्यहाँ थिएन बैटरी कि खनार आउनु पर्थ्यो टाइम लाग्ने भएर छोडिदिउँ अब मैले अहिले त किनेर घरै ल्याइसकेँ अब भोलि लगेर त भाइले जोडिदिन्छ अनि उसको पनि त्यही धेरैमा धेरै बिल त्यही 500-700 हजार रुपियाँ आउँछ त्योभन्दा बढी आउँदैन चाहिँ अब त्यही हो 5 भनौँ न 5400 लगभग 6000 भनौँ न 6000मा हाम्रो काम सबै भयो होइन तर यदि यो नभएको भए ठुलै खर्च लागेको भए चाहिँ बबाल खर्च लाग्थ्यो फेरि 60-70 हजारै लाग्थ्यो तर लगभग भगवानको कृपा आशीर्वादले चाहिँ त्यस्तो केही भएन जस राम्रो तरिकाले बन्यो र यही हो गाइज फाप नफाप भनेको पनि यसैलाई भनिन्छ होइन नफाप्ने छ भने अब सानै कुरा पनि ठुलो भइदिन्छ फाप्ने छ भने ठुलो कुरा पनि सानो भएर हराएर जान्छ सो हाम्रो ठुलो कुरा पनि टरेर गयो सो यही हो फाप्ने नै लक्षण हो त्यही भएर चाहिँ होइन जस खुसी लाग्यो भगवान्लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन त्यही हो गाइज होइन अब यही कुराहरू तपाईँहरूसँग सेयर गर्न मन थियो सेयर गरेँ र यति भन्दै आजको भिडियोलाई म एन्ड गरिदिन्छु भोलि हामी धनगढी जाँदैछौँ कति गते 23 गते 24 गते चैत्र 24 गते अनि भोलि नै मेरो लाइसेन्सको पनि मतलब त्यो जुन मैले ह्याबी ट्रायल पास गरेको छु नि त्यसमा पास लेखेर चाहिँ 24 गते चाहिँ आउने भनेर भनेको छ यातायात कार्यालय अब यदि म भ्याएँ भने भोलि नै यातायात कार्यालय गएर चाहिँ लाइसेन्स ल्याउँछु र त्यसमै मेरो टाइटलै बन्ने छ कि फाइनली मेरो हातमा लाइसेन्स आयो भनेर होइन यदि गइनँ भने पनि 24 गते भोलि हामी धरानबाट धनगढी जाँदैछौँ त्यहाँ हाम्रो भेट भइहाल्छ त्यतिन्जेलसम्म चाहिँ राम्ररी बस्नु होला आफ्नो केयर गर्नु होला भन्दै यो ब्लगबाट छुट्टिन्छु हस्त भाइ जय नेपाल लभ यु गाइज